Hello everyone, सबैजनालाई नमस्ते। मेरो नाम चाहिँ भरत बुढा छेत्री एन्ड आई एम द इन्स्ट्रक्टर अफ द म्याथमेटिक्स सब्जेक्ट स्पेशली फर 8, 9, 10 क्लासको लागि। सो नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ है त। यसलाई नै मध्यनजर गरेर चाहिँ मैले 8, 9 एन्ड 10 क्लासको चाहिँ म्याथमेटिक्सको विभिन्न प्रकारका सबै च्याप्टरहरू छन्। त्यो सबै च्याप्टरहरूको चाहिँ सोलुसन लिएर चाहिँ मबाट भिडियो बनाउने छु है त। प्लस योभन्दा अगाडि पनि मैले सबै भिडियोहरू बनाइसकेको छु, जुन चाहिँ मैले मेरो युट्युब च्यानल है त जुन चाहिँ रहेको छ ओजी एजुकेसन, यसमा चाहिँ मैले हालेको छु है त। सबै प्रकारका च्याप्टरहरू प्लस पुरानो मोडल क्वेशनहरू सबै मोडल क्वेशनहरूको चाहिँ क्वेशनहरू सल्भ गरेर सोलुसन गरेर चाहिँ मैले ओजी एजुकेसन भन्ने मेरो एउटा च्यानल छ युट्युब है त, त्यसमा चाहिँ मैले सबै भिडियोहरू हालेको छु। यदि तपाईँले सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब गरिदिएर चाहिँ त्यो पुरानो भिडियो चाहिँ हेर्न सक्नुहुन्छ है त। सो अब चाहिँ हाम्रो यो फर्स्ट भिडियो रहेको छ यो शैक्षिक सत्र, नयाँ शैक्षिक सत्रको लागि है त। सो बेसिकली अब हामी चाहिँ च्याप्टर वाइज नै जाने भन्ने मेरो प्लान छ हैन। सो सबैभन्दा अगाडि चाहिँ सेट च्याप्टर कमन 8, 9, 10 मा सेट च्याप्टर रहेको छ कमन। सो आज चाहिँ मैले यही सेट च्याप्टर सम्बन्धी चाहिँ है त विभिन्न प्रकारका चाहिँ फर्मुलाहरु एक्सप्लेनेसन होला है त। कस्तो कस्तो फर्मुलाहरु सोध्छ, कस्तो कस्तो चाहिँ हामीले कसरी युज गर्ने भन्ने त्यो विषयमा चाहिँ आज मैले भिडियो बनाउन गइरहेको छु है त। 8, 9, 10 को चाहिँ कमन च्याप्टर रहेको छ। सो इम्पोर्टेन्ट च्याप्टर पनि है त 6, 5 और 6 मार्क्स को आउने गर्छ 9 र 10 मा। 8 क्लासमा चाहिँ 3 मार्क्स को सम्म आउँछ क्वेशनबाट है त। सो ढिला नगरी चाहिँ म यसको अलिकति एक्सप्लेनेसनतिर लागे है त। सेट च्याप्टर है त जसबाट चाहिँ हाम्रो 6 मार्क्स को क्वेशन आउने गर्छ एसई मा है त। सबभन्दा फर्स्ट च्याप्टर पनि रहेको छ, एकदम इजिएस्ट वान। यदि तपाईहरुले फर्मुलालाई कसरी युज गर्ने भनेर बुझ्नु भयो भने सजिलो तरिकाले चाहिँ तपाईले यो सल्भ गर्न चाहिँ सक्नुहुन्छ है त। ल सेट च्याप्टरको बारेमा चाहिँ अलिकति मैले भन्न गए है त। सबैभन्दा अगाडि चाहिँ हामीले भेन डायग्राम बुझ्नु पर्छ है त। त्यो भेन डायग्राम भन्दा अगाडि पनि केही कुराहरु छन् है त, त्यो कुराहरु चाहिँ म एकछिन पछि बताउने छु। सबैभन्दा अगाडि चाहिँ तपाईले यो बुझ्नुस्। आई होप तपाईहरुले अलरेडी यदि 10 क्लासमा हुनुहुन्छ भने 9 क्लासमा पढिसक्नु भएको होला है त। 9 क्लासमा हुनुहुन्छ भने 8 क्लासमा पनि अलरेडी तपाईहरुले पढिसक्नु नै भएको होला। ल सबैभन्दा पहिला चाहिँ हामीले यो सेन्टरको भागलाई बुझ्नु पर्छ अर द कमन पार्ट है त। यसलाई चाहिँ कमन पार्ट पनि भनिन्छ। दुईटा सेटहरु छन्, मानव ए र बी छन् भने दिस इज द कमन पार्ट बिट्विन ए एन्ड बी सेट है त। यसलाई चाहिँ हामीले बेसिकली इन्टरसेक्सन भनेर बुझ्छौं, तपाईहरु सबैले थाहा नै होला है त। अनि त्यसपछि यो यति भाग छ, यहाँबाट यहाँसम्मको यो बी को भाग हो, तर यसलाई चाहिँ माइनस गरेपछि यो सेन्टरलाई कमनलाई माइनस गरेपछि जुन यो भाग बच्छ नि दैट इज द यान अफ ओन्ली बी भनेर यसलाई बुझिन्छ है त। तपाईहरुलाई थाहा नै होला हो। अनि त्यसपछि यो पुरा भरिको ए को भाग हो र हामीले चाहिँ यति यसलाई सेन्टरलाई अथवा चाहिँ कमन पार्टलाई माइनस गर्यो भनेपछि यहाँ जसरी नै यान अफ ओन्ली बी रहेको छ त्यसरी नै यहाँ पनि यान अफ ओन्ली ए रहन्छ है त। अनि त्यसपछि जुन चाहिँ यो दुईटा सेट भन्दा बाहिरको छ जसलाई चाहिँ हामी यान अफ ए युनियन बी को कम्प्लिमेन्ट भन्छौं, यो तपाईहरुलाई थाहा नै होला है त। अब बुझ्नुस्, यो सेन्टरको भनेको चाहिँ कमन पार्ट हो के हैन। तीनटा सेटहरुको बारेमा पनि सोध्ने गर्छ, त्यसको बारेमा म पछि भिडियो बनाउने छु, या फेरि त्यति इम्पोर्टेन्ट पनि छैन, बट म भन्दिउँला केही कुराहरु है त इम्पोर्टेन्ट कुराहरु। अहिले चाहिँ हामी दुईटा सेटको मात्र हेरेका छौं। सो यो कमन पार्टलाई बिचको भागलाई चाहिँ हामीले कमन पार्ट भन्ने, यसलाई पढ्दाखेरि प्रोनाउन्सिएसन गर्दाखेरि चाहिँ कसरी भन्ने त यान अफ ए इन्टरसेक्सन बी। अनि त्यसपछि यो जुन सेट भन्दा बाहिर रहेको छ है त, यो सेटमा त छैन, यो दुईटा सेट हो त्यो भन्दा बाहिर छ, यो सेटमा पर्दैन बेसिकली, त्यसरी बुझ्नुस्। त्यसलाई चाहिँ हामी यान अफ ए युनियन बी को कम्प्लिमेन्ट भन्छौं है त। र यो होल भनेको चाहिँ बी को भाग हो, तर यो हामीले चाहिँ कमनलाई माइनस गर्यौं है त। कमन भागलाई चाहिँ माइनस गर्यो भने जुन भाग बच्छ दैट इज द, मैले यसलाई स्याडो गरिदिन्छु है त। यो भनेको यान अफ ओन्ली बी हो। सेम तरिकाले नै यो पुरा ए को हो, ए बाट चाहिँ हामीले कमनलाई सेन्टरलाई चाहिँ माइनस गर्यो भने यता बस्ने भनेको के हो त यान अफ ओन्ली ए है त। सबभन्दा पहिला चाहिँ हामीले यो बुझ्नु पर्छ, किनकि भेन डायग्राममा देखाउनुस् भनेर आउँछ नै है त। सबभन्दा अगाडि चाहिँ भेन डायग्राम यसरी चाहिँ हामीले अन्डरस्ट्यान्ड गर्नुपर्छ। इफ यु अन्डरस्ट्यान्ड दिस, त्यसपछि क्वेशनहरु तपाईले यसरी सल्भ गर्न सक्नुहुन्छ है त। सो आई होप तपाईहरुलाई अलरेडी थाहा पनि थियो होला, या थाहा थिएन भनेपछि अब चाहिँ तपाईले बुझ्नु भयो होला। यसलाई चाहिँ के भन्ने त यान अफ ए युनियन बी को कम्प्लिमेन्ट, दैट मीन्स यो चाहिँ यो दुईटै सेटमा पर्दैन है त। अनि त्यसपछि यो भनेको यान अफ ओन्ली बी, मतलब बी मात्र भन्न खोजे हो है त। अनि यो स्याडो गरेको भाग चाहिँ यान अफ ओन्ली ए, दैट मीन्स ए मात्र। अनि त्यसपछि यो सेन्टरको भाग चाहिँ यान अफ ए इन्टरसेक्सन बी, यो भनेको ए र बी को कमन, ए मा पनि पर्ने र बी मा पनि पर्ने है त। दैट्स इट। यो चाहिँ हाम्रो चाहिँ अलिकति भेन डायग्रामको बारेमा चाहिँ एक्सप्लेनेसन भयो है त। अनि त्यसपछि तपाईहरुले चाहिँ बुकमा धेरै फर्मुलाहरु देख्नु भएको होला, 12, 13, 15
है त। त्यति फर्मुलाहरु चाहिँ दिएको छ। त्यो सबै फर्मुला तपाईहरुले रट्नु पर्दैन, याद गर्नु पर्दैन। बेसिकली तपाईहरुलाई चाहिँ काम लाग्ने भनेको 4 या 5 ज्यादामा भन्छु 5 वटा फर्मुलाहरु याद गर्नु होला। त्यही फर्मुलाबाट नै अरु फर्मुला चाहिँ डेराइभ हुने हो, अरु फर्मुला चाहिँ बन्ने हो है त। सबभन्दा इम्पोर्टेन्ट फर्मुला भनेको तपाईको n of u को यो फर्मुला चाहिँ तपाईलाई थाहा नै हुनुपर्छ है त। n of u को फर्मुला चाहिँ तपाईलाई थाहा नै हुनुपर्छ। यसको फर्मुला चाहिँ हुन्छ हाम्रो n of a plus n of b minus n of a intersection b plus n of a union b को कम्प्लिमेन्ट है त। जुन चाहिँ मैले अघि नै भेन डायग्राममा देखाएको थिएँ त्यही भेन डायग्रामबाट नै मैले यो बनाएको हो है त। यदि हामीले चाहिँ इन्टरसेक्सनलाई घटाइदियौँ भनेपछि n of u आउँछ। मैले अघि नै बताएको थिएँ इन्टरसेक्सन कहाँनिर आउँछ है त, त्यो भाग है त। यो फर्मुला के रहेको सबभन्दा इम्पोर्टेन्ट फर्मुला है त, मेन फर्मुला पनि भन्न सक्नुहुन्छ। यही फर्मुलाबाट नै अरु फर्मुलाहरु डेराइभ भएका हुन्छन् है त। n of u बराबर n of a plus n of b minus n of a intersection b plus n of a union b को कम्प्लिमेन्ट है त। यो रहेको छ हाम्रो nu को फर्मुला। यो फर्मुला चाहिँ तपाईलाई थाहा हुनैपर्छ, सो यो चाहिँ लर्न गर्नै पर्छ तपाईहरुले। अनि त्यसैगरी यसको n of u को पनि दुईटा फर्मुलाहरु भएका छन् है त। दुईटा फर्मुला छन्। यो फर्मुला चाहिँ अब मैले चाहिँ के भन्छु भने दिस इज द रेगुलर फर्मुला है त। रेगुलर फर्मुला मतलब यसमा चाहिँ ओन्ली छैन है त। कुनै कुनै क्वेशनमा चाहिँ के दिन्छ त a मात्र b मात्र भनेर यसरी भनिदिन्छ कि हैन। द नम्बर अफ स्टुडेन्ट्स हु लाइक्स एप्पल ओन्ली आर यति, द नम्बर अफ स्टुडेन्ट्स हु लाइक बनाना आर हैन, ओन्ली बनाना आर यति भनेर चाहिँ दिएको हुन्छ कि क्वेशनमै ओन्ली दिएको हुन्छ। त्यो केसमा चाहिँ n of u बराबर अर्को फर्मुला लाग्ने गर्छ। त्यो फर्मुला पनि लेखिहाल्नुस् है त। यो इम्पोर्टेन्ट फर्मुला, मेन फर्मुला। त्यसपछि चाहिँ अनदर फर्मुला के भनेपछि इफ there is only given in question है त। यदि क्वेशनमा चाहिँ ओन्ली दिएको छ भने यो केसमा चाहिँ हाम्रो n of u बराबर के हुन्छ, फर्मुला सबै यही नै हो तर यसको ठाउँमा चाहिँ यो त n of a हो, यो n of b हो, तर अब n of only a आउने भयो है त। n of only a plus n of only b plus n of a intersection b plus n of a union b को कम्प्लिमेन्ट हेर्नुस्। फरक हेर्नुस्, फरक के छ, यहाँनिर माइनस छ तर यहाँनिर माइनस छैन, प्लस नै छ। तर के छ, ओन्ली छ। हेर्नुस् फरक, यसमा ओन्ली छैन। यसलाई पढ्दाखेरि n of a n of b पढ्छौँ, यसलाई n of only a र n of only b पढ्छौँ है त। के भइदिन्छ भने क्वेशनमा कहिलेकाहीँ ओन्ली दिदिन्छ है त। म्याङ्गो मात्र मन पराउने, द नम्बर अफ स्टुडेन्ट्स हु लाइक म्याङ्गो ओन्ली यति हैन, द नम्बर अफ स्टुडेन्ट्स हु प्ले भलिबल, हु प्ले ओन्ली भलिबल आर यति, यसरी सोधिदिन्छ के क्वेशनमा। हेर्नु होला है त। पछि हामी यस्तो क्वेशनहरु सल्भ गर्ने नै छौँ। त्यति बेला चाहिँ म तपाईलाई डिटेल रूपमा चाहिँ बताउँला है त। अहिले चाहिँ यति बुझ्नुस्, n of u को दुईटा फर्मुला हुन्छ। एउटा चाहिँ रेगुलर फर्मुला हुन्छ। रेगुलर फर्मुला मतलब त्यसमा चाहिँ ओन्ली दिएको हुँदैन। एन्ड अर्को फर्मुला इफ देयर इज ओन्ली गिभन इन क्वेशन, यदि क्वेशनमा ओन्ली दिएको छ भने त्यो केसमा चाहिँ n of u को फर्मुला यो लाग्ने भयो। लर्न गर्न केही पनि छैन। यहाँनिर माइनस छ भने यहाँनिर प्लस छ, ओन्ली त क्वेशनमा दिएकै हुन्छ, त्यही भएर यहाँ त ओन्ली आउने नै भयो है त। नट द्याट मच डिफिकल्ट। ल यो दुईटा फर्मुला। अनि त्यसपछि चाहिँ अर्को फर्मुला के थाहा पाउनु पर्यो भने हामीले n of only a बराबर के हुन्छ यो पनि थाहा पाइराख्ने है त। n of a minus n of a intersection b, अघि नै मैले भेन डायग्राममा पनि बताएँ है त। ओन्ली हामीले कसरी निकाल्छौँ त, यो त्यो a बाट चाहिँ यो कमन पार्टलाई घटायौँ भने n of only a आउँछ भनेर भनेको थिएँ। अब तपाईलाई n of only a बराबर यति फर्मुला अथवा चाहिँ यो कुरा बुझ्नु भयो भने, अघि मैले भेन डायग्राममा एक्सप्लेनेसन त गरेकै हो, यो बुझ्नु भयो भने तपाईले n of only चाहे क्वेशनमा b दिएको होस् यसको फर्मुला पनि आइहाल्छ, चाहे n of only z होस्, n of only m होस्, सब आइहाल्छ तपाईलाई हैन। के गर्ने त, n of b बाट कमन घटाइदिने है त, इन्टरसेक्सन घटाइदिने, n of z बाट इन्टरसेक्सन घटाइदिने, n of m बाट इन्टरसेक्सन घटाइदिने, n of only n भयो पनि n of n बाट इन्टरसेक्सन घटाइदिने, सबैको आइहाल्यो नि। अरु त्यति धेरै याद गर्न जरुरी छ त। क्वेशन किताबमा चाहिँ दुईटा तीनटा दिएको होला, n of only b बराबर पनि फर्मुला दिएको छ। अब त्यो फर्मुला हामीले लेखिराख्नु जरुरी छैन नि त। यही फर्मुलाबाट नै त्यो बनेको है त, मात्र a को ठाउँमा b आको हैन, त्यही भएर त्यो फर्मुला लेखिराख्नु जरुरी छैन। सो यो बुझ्यो भनेपछि तपाईले a to z अरु जे पनि फर्मुला अन्डरस्ट्यान्ड गर्न सक्नुहुन्छ, इजिली बुझ्न सक्नुहुन्छ है त। सो यो अर्को फर्मुला भयो। अनि त्यसपछि n of a union b को कम्प्लिमेन्ट है त। कहिलेकाहीँ यो निकाल्न पनि सोधेको हुन्छ, कम्प्लिमेन्ट भनेको कुन भाग, त्यो दुईटै सेटमा नपर्ने भनेर अघि नै मैले भेन डायग्राममा पनि एक्सप्लेनेसन गरेको थिएँ। सो यसको फर्मुला यति मात्र बुझ्नुस्, यदि तपाईलाई कम्प्लिमेन्ट निकाल्न सोधेको छ भने के निकाल्न, कम्प्लिमेन्ट, यसलाई चाहिँ कम्प्लिमेन्ट भनिन्छ, n of a union b को कम्प्लिमेन्ट अर द कम्प्लिमेन्ट अफ a union b, यसरी है त। त्यसरी बुझ्नुहुन्छ, आफ्नो तरिका हो भन्ने। सो a union b को कम्प्लिमेन्ट दिएको छ भने यो केसमा चाहिँ तपाईले जहिले पनि आँखा बन्द गरेर केबाट घटाइदिने त, n of u बाट। सक्यो, केही छैन, के फर्मुला याद गर्न हैन। के बुझ्नुस्,
कम्प्लिमेन्ट छ भने जहिले पनि एन अफ युबाट माइनस गर्ने हो। जस्तै अब हेर्नुहोस्, यदि तपाईँले यो बुझ्नुभयो, कम्प्लिमेन्ट छ भने जहिले पनि एन युबाट माइनस गर्ने। जस्तै अब हेर्नुहोस्, एन अफ ए को कम्प्लिमेन्ट बराबर के होला त फर्मुला यसको? मैले के भने कम्प्लिमेन्ट छ भनेपछि जहिले पनि के गर्ने त युबाट माइनस, सक्यो, एन अफ युबाट माइनस गरिदिनुहोस्, आइगो। यसको फर्मुला यो भइहाल्यो। अब तपाईँले एन अफ ए इन्टरसेक्सन बी को कम्प्लिमेन्ट सोध्यो गरे, एन अफ ए इन्टरसेक्सन बी को कम्प्लिमेन्ट निकाल्नुहोस् भन्यो। कम्प्लिमेन्ट छ माथि, कम्प्लिमेन्ट आउने बित्तिकै के गर्ने त एन अफ युबाट चाहिँ घटाइदिने, भएन त? होइन, बेसी तरिकाले तपाईँले एन अफ सी को कम्प्लिमेन्ट सोध्यो भनेपछि के गर्ने त एन अफ युबाट घटाइदिन सक्थ्यो। कम्प्लिमेन्ट आउने बित्तिकै जहिले पनि वी हेभ टु सबट्र्याक्ट फ्रम एन अफ यु, द्याट्स इट है त। बुझ्नुहोस् के फर्मुला याद गर्न जरुरी छैन नि त। अब यो एउटा बुझ्नुभयो भने तपाईँलाई कम्प्लिमेन्टवाला चाहिँ 1000 2000 जति फर्मुला सोधे पनि तपाईँले यसरी भन्न सक्नुहुन्छ नि त, होइन? सो यु हेभ टु थिङ्क द्याट, यु हेभ टु अन्डरस्ट्यान्ड द्याट, ओके? त्यसरी यो फर्मुलाहरू चाहिँ तपाईँले चाहिँ एनालाइसिस गर्ने है त, दिमागमा सेट गर्ने, होइन? त्यो 20वटा फर्मुला याद गर्न जरुरी छैन नि त। यो कतिवटा भयो, 4वटा फर्मुला भयो, अनि अर्को फर्मुला चाहे तपाईँहरू यो चाहिँ म एक्स्ट्रा लेख्न जरुरी छैन, तैपनि कहिलेकाहीँ एन अफ ए युनियन बी भनेर सोधिदिन्छ है त। यो भन्नु र एन अफ यु भन्नु चाहिँ एउटै हुन्छ है त, तर के मात्र फरक हुन्छ, ए युनियन बीमा चाहिँ कम्प्लिमेन्टको भ्यालु हुँदैन, कम्प्लिमेन्ट हुँदैन के ए युनियन बीमा, कम्प्लिमेन्टको भ्यालु 0 हुन्छ, कम्प्लिमेन्टलाई लेख्दैनौ, द्याट्स वाइ है त। के लेखिदिने त एन अफ कम्प्लिमेन्ट लेखे पनि कम्प्लिमेन्टको भ्यालु 0 राख्न सक्नुहुन्छ, तर चाहिँ नलेखेकै बेस्ट नि, होइन? सो एन अफ ए प्लस एन अफ बी माइनस एन अफ ए इन्टरसेक्सन बी प्लस एन अफ ए युनियन बी को कम्प्लिमेन्ट लेख्न पनि सक्नुहुन्छ। यदि यो लेख्यो भने यसको भ्यालु चाहिँ 0 राख्नु पर्ने हुन्छ है त, तर 0 राख्नुको सट्टा नलेख्ने नि, होइन? किताबमा त्यही भएर दिएको हुँदैन, द्याट्स वाइ यो चाहिँ यसमा हुँदैन। हेर्नुहोस् त फर्मुला सेम के को जस्तै छ, एन अफ यु को जस्तो छ नि त, होइन? छ र छैन? सेम छ, मात्र यहाँ कम्प्लिमेन्ट राखे पनि, कम्प्लिमेन्टको 0 राखे पनि फर्मुला त त्यही हुने हो नि त। त्यही भएर चाहिँ मैले बराबर त्यसरी बुझाउनको लागि चाहिँ लेखेको थिएँ है त। फर्मुला तपाईँलाई याद गर्न सजिलो होला भनेर त। कहिलेकाहीँ तपाईँलाई एन अफ युनियन बी सोधेको छ भने के गर्ने त एन अफ ए प्लस एन अफ बी माइनस कम्प्लिमेन्ट चाहिँ हुँदैन, त्यसरी बुझ्नु होला। त्यही भएर चाहिँ कम्प्लिमेन्ट चाहिँ हामीले लेख्दैनौँ, यहाँ माइनस चाहिँ हुने है त। यसरी चाहिँ 1 2 3 4 5वटा सक्यो। तपाईँले यो 5वटा फर्मुला याद गर्ने भनेपछि सबै फर्मुलाहरू जति फर्मुला पनि तपाईँलाई सोध्छ पछि गएर यही फर्मुलाबाट नै बनेका फर्मुला हुने हो है त। द्याट्स इट, यति चाहिँ तपाईँले बुझ्नु पर्यो सबभन्दा इम्पोर्टेन्ट कुराहरू है त। सो यो फर्मुलालाई नोट गर्नुहोस्, यदि याद गर्नुभएको छैन भनेपछि याद गर्नुहोस् है त, बुझेर याद गर्नु होला है त। त्यसरी चाहिँ डेफिनेटली तपाईँले चाहिँ सेट च्याप्टर चाहिँ गर्न सक्नुहुन्छ यदि 1 2 3 4 5वटा फर्मुला तपाईँलाई याद छ भने है त। यसमा चाहिँ कन्फ्युज हुनु भएन है त। धेरै स्टुडेन्टहरू यही फर्मुलामा चाहिँ कन्फ्युजिङ हुन्छ, कहिलेकाहीँ क्वेसनमा ओन्ली दिएको हुन्छ, स्टुडेन्टहरूले यही फर्मुला लगाइदिन्छ, गलत भइहाल्यो नि है त, डेफिनेटली गलत भइहाल्यो। सो यहाँनिर चाहिँ यसलाई चाहिँ तपाईँहरूले चाहिँ अलिकति ध्यान दिने है त। क्वेसनमा ओन्ली दिएको हुन्छ, सो ओन्ली दिएको केसमा चाहिँ यो फर्मुला हुने भयो भने चाहिँ यसरी बुझ्नु होला। अरू फर्मुला चाहिँ तपाईँलाई थाहा भइ नै हाल्छ है त। ओके, यो चाहिँ फर्मुलाहरू भयो, इम्पोर्टेन्ट फर्मुलाहरू जुन चाहिँ हाम्रो सेट च्याप्टरको लागि। ओके, यो चाहिँ दिज आर द भेरी इम्पोर्टेन्ट फर्मुला अफ द सेट च्याप्टर, तपाईँले चाहिँ याद गर्नुहोस्। अनि त्यसपछि चाहिँ अब भिडियो बनाएपछि लामो भिडियो हुन जान्छ होइन, सो म चाहिँ अब भिडियो स्टप गरिरहेको छु। सो नेक्स्ट भिडियोमा चाहिँ मैले अब एक्सर्साइजहरू है त, मसँग चाहिँ के छ भनेपछि रिड मोरको छ है त। रिड मोरको क्लास 10 को, स्पेसली हामी क्लास 10 मै जाने। यदि क्लास 10 को तपाईँले बुझ्नुभयो भने 9 8 को चाहिँ इजिली बुझ्न सक्नुहुन्छ। सो स्पेसली क्लास 10 को है त, मसँग रिड मोर पब्लिकेसनको म्याथको बुक रहेको छ। म चाहिँ यही रिड मोर यता बुकको चाहिँ है त म्याथ लिङ्क्स भन्ने छ रिड मोर पब्लिकेसनको, यही बुकबाट चाहिँ सबै क्वेसनहरू चाहिँ सल्भ गर्नेछु है त। प्लस प्र्याक्टिस बुकबाट पनि डिआरसिएम खडाको, त्यो पनि रिड मोरकै हो, त्यहाँबाट पनि विभिन्न क्वेसनहरू चाहिँ सल्भ गरेर चाहिँ भिडियो बनाउने छु है त। यदि तपाईँहरू चाहिँ जोडिन चाहनुहुन्छ भने प्लिज डु फलो मी अन द फेसबुक है त। त्यसै गरी चाहिँ तपाईँहरूले मेरो युट्युब च्यानल पनि सब्सक्राइब गर्न सक्नुहुन्छ, ओजी एजुकेसन भनेर। सो ओके, थ्याङ्क यू सो मच फर वाचिङ।